टेन्सन हुन्छ लाइफको, करियरको, फ्युचरको, फ्यामिलीको चिन्ता हुन्छ। केही हदसम्म चिन्ता गर्नु पनि पर्छ, तर चितामै पुर्याउने गरी चिन्ता चाहिँ नगर। केही नपाउँदैमा हिम्मत हार्नु हुँदैन, केही गुमाउँदैमा खुसीहरू मार्नु हुँदैन। आफ्नो हारलाई हतियार बनाएर प्रहार गर, संघर्षलाई साहसले पार गर। ठक्कर खाँदै, लड्दै, पढ्दै, थकाइ मार्दै भए पनि अघि बढिराख, पाइलाहरू चालिराख। यो संसार, यो समय चलिराखेको छ भने तिमी आफूलाई जहाँ छौ त्यही किन राखिराख्छौ? अघि बढ, विगतलाई याद गर, तर गुमाएको र नपाएको चिजहरू सम्झेर पछुतो नगर। भविष्यको बारेमा सोच, तर भविष्य सोचेर वर्तमान बर्बाद नगर। दुःख, सुख, हाँसो, खुसी, आँसु यो सबै जिन्दगीको पानामा लेखिएको केही अक्षरहरू हो, जुन पाना पल्टाउँदै जाँदा बदलिँदै जान्छ। असल जिन्दगी भनेको जिउनु हो, चाहे रोएर होस्, हाँसेर होस्, बाँच्नु हो। सबै कुरा सहेर बाँच्नु नै जित हो क्या। तिमी आफूभित्र हराएर बाँच, जानेर कसैको मन नदुखाऊ। बाँकी सबै अरूलाई खुसी पार्ने जिम्मा तिम्रो होइन क्या। आफूलाई खुसी राख। जबसम्म तिमीले आफूले आफूलाई खुसी राख्दैनौ नि, कसैले तिमीलाई खुसी बनाउनै सक्दैन। खुसी हुने गर, सायद तिमीलाई माया गर्नेहरू, तिम्रो आफ्नोहरू तिमी खुसी देखेर खुसी हुनेछ। तिमीले जबसम्म आफूलाई आफू हुनुमा गर्व गर्दैनौ नि, तबसम्म कसैले तिमी छौ भनेर गर्व गर्दैन। जबसम्म तिमीले जित्न खोज्दैनौ, कसैले आएर तिम्रो लागि जिताउनै खोज्दैन, कसैले आएर तिमीलाई जिताउनै खोज्दैन। यो संसार ठुलो छ, तर यो संसारमा तिम्रो छुट्टै संसार छ के, जुन तिम्रो संसार तिमीबाटै सुरु भएको थियो, तिमीबाटै अन्त्य हुन्छ एक दिन। लड्दैछौ, बार बार ठक्कर खाँदैछौ, बार बारै घिस्रिँदैछौ भने निहालेर हेर, कतै गलत बाटो हिँड्दैछौ कि, या त जुन बाटो तिमी हिँड्दैछौ त्यो तिम्रो लागि बनेकै होइन कि। निहालेर हेर, बुझ, सोच, अनि बाटो परिवर्तन गर। गन्तव्य होइन, सपना होइन। सायद अर्को बाटो हिँड्दा तिमीलाई सजिलो हुन्छ कि, अर्को बाटो पाइला चाल्दा सायद तिमी तिम्रो गन्तव्यमा सजिलोसँग पुग्छौ कि। दुनियाँलाई देखाउन होइन, आफूले आफैलाई ऐनामा हेर्दा आफैलाई गर्व होस् भनेर के गरेर देखाऊ। मलाई जे भन्नु थियो त्यो मैले भने, तिमीलाई जे गर्नु छ त्यो तिमी गर, तिम्रो मर्जी।